जय बाहुबली। यहाँ यो हुन्छ गाइस हामीले अस्ति आलु रोपेको थियो। हेलो गाइस गुजङपो नमस्ते मेरो नाम चाहिँ नुङटेन जम्सो मेरो नाम चाहिँ रोशनी राई हामी भुटान एउटा सानो गाउँबाट हो अनि आजदेखि चाहिँ हामी बुढाबुढी मिलेर एउटा युट्युब च्यानल थाल्नु लागेको सो यो युट्युब च्यानलमा चाहिँ के हुन्छ भने अब हामी अभियसली गाउँबाट हो सो गाउँको एउटा अब डेली भ्लग्स लाइफस्टाइल कस्तो हुन्छ भन्ने तपाईहरुलाई देखाउने छु सो तपाईहरुलाई अब यस्तो लाइफस्टाइल हेर्नु मन छ कपाल अब कसरी गाउँमा भुटानको गाउँ लाइफ कस्तो हुन्छ भन्ने हेर्नु मन छ भने यो च्यानललाई लाइक सब्स्क्राइब शेयर गरिदिनुस् होला अनि तपाईलाई गाउँको लाइफको रिगार्डिङ कस्तो कस्तो खालको भिडियोहरु हेर्नु मन छ भनिदिनुहोस् हामी त्यो भिडियो बनाएर तपाईहरु माथि अब ल्याउनु ट्राई गर्छु सो थ्यांक यू एन्ड एउटा सानो मिनी भ्लग इन्जोय गर्नु देखाउन त अन्त वाओ हामीले अस्ति आलु रोपेको थियो आलु लसुन प्याज यो चाहिँ हामीले अब मल खनेर तल लाने बारीमा छरेर चाहिँ त्यहाँदेखि खोर्सानी रोप्ने बडा थाप्नु पर्दैन थाप्नु एकछिन म फोन राख्छु ल गाउँलेको जिन्दगी यहाँ उसले चाहिँ लग्यो उसको यहाँ यो हुन्छ बडा फाट्छ भनेर ऊ झार्दियो न त्यहाँ पुग्यो उसको त ऊ जय बाहुबली माथि तिम्रो चाहिँ अलिक पर लैजाऊ हैन यतिले पुग्छ
एकैछिन हातले अलिअलि छडै त्यहाँदेखि फेरि एक पाउटेर अझै गर्नु होइन फोन उपर राख्छु ल हाम्रो फोन राख्ने स्ट्यान्ड अघि त फोन हिट भएर कस्तो फोनै पज भएछ नि त्यसैले घाम डुबेपछि काम थालेको फेरि जोतिरहेको छ हो अन्त मेरो खोर्सानीको बिउ चाहिँ यहाँ हो खास गरी ठुलो खोर्सानीको बिउ तर सबै जङ्गलले पुरेछ अस्ति पनि गोडेको थियो अन्त अस्ति गोडेको थियो पानी परेर थुप्रो दिन भयो नि त 4-5 दिन त्यही भएर फेरि फर्केर उम्रेछ यो मेरो खोर्सानीको बिउ चाहिँ अन्त हाम्रो भुटानमा चाहिँ यसलाई ठुलो खोर्सानीलाई डुप्पा खोर्सानी भन्छ यो चाहिँ ठुलो फल्ने खोर्सानी हो अब यसको यो बिउ निकालेर उता सार्नुपर्छ हेर्नु न सबै जङ्गलले पुरेछ अस्ति मात्रै गोरिरहेको थियो पानी परेकोले गर्दाखेरि ठुलो पनि भएछ प्लस फेरि जङ्गल पनि आइछ आज यो खोर्सानी कतिले पुग्छ त्यति रोप्छु त्यहाँदेखि तपाईँहरूलाई नेक्स्ट ब्लगमा फेरि हामीले धनियाँ रोप्छौँ के रोप्छौँ तपाईँलाई देखाउँछु है अझै पनि छ आज रोपेर कति दिन्छ माटो पुरा रेडी भइसक्यो अब चाहिँ रोप्नुपर्छ यस्तो छ है त हेर्नुहोस् है बेलुकाखेरि चाहिँ हाम्रो यता गाउँमा चाहिँ आनन्द शीतल गरेर यहाँ हेर्नुहोस् अस्ति हामीले बोडी रोपेको थियो त्यो चाहिँ त्यसले चाहिँ अब फल्नु पनि थाल्यो अब भोलि पर्सितिर चाहिँ अब टिपेर बेच्दा पनि हुन्छ त्यो चाहिँ खोर्सानी जाँदा रोप्ने खाले होइन यो त फल्नाले भएछ आज के गरेको के बनाएको बिउ के बनाएको यो हामीले दिएको जिन्दगी होइन यो चाहिँ के गरेको भने यहाँ माटो चाहिँ अहिले के भन्छ यसलाई जिल्लाको मल लगाइसक्यो अब जिल्लाको त्यहाँदेखि चाहिँ रोप्ने
गाइस आज चाहिँ यति मात्रै हो खोर्सानी अब अलिकति रोपिहाल्यो मलहरू छरेर त्यहाँबाट यो मेसिनले दुई तिन खेप फर्की जोतेर माटो कम्मलो बनाउँदा भनौँ टाइम गइसक्यो अन्त अघि दिउँसो एकछिन म काम परेर माथि अब एउटा बिमारी पुऱ्याउनु गएको थियो हस्पिटल सो काम बेसी भएन आज भोलिदेखि फाल्टो काम हुन्छ अब चाहिँ बेलुका पनि भइसक्यो टाइम पनि निकै भइसकेछ सो सुँगुरको चारोहरू त्यहाँबाट गाईहरूको धन्दाहरू पनि गर्नुपर्छ बेलुका सो आज चाहिँ यति गरेर राख्ने है सो यो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु अनि सेयर गरिदिनु होला यस्तै खाले भिडियोहरू हेर्नुको लागि हामीसँग जोडेर बस्नु होला सो थ्याङ्क यू बाई बाई Thank you for watching.